हजुर यहीँ अगाडि ढिलो त भएन नि तपाईँलाई अब भएन 50 रुपियाँ भनेको मैले तपाईँले 120 रुपियाँ दिनुभयो हजुर 100 रुपियाँ मात्र दिनुभयो भयो नि त हुन्थ्यो यस्तो बाध्यताको फाइदा उठाउनु हुँदैन भन्छन् हस् है अब उहाँसँग मोबाइल रहेनछ खासमा होइन मोबाइल रहेनछ अनि पठाउ इनड्राइभहरू याङ्गोहरू रहेनछ के अनि यिनीहरू रहेनछ होइन अनि त्यसपछि मलाई गाडी आएन एकदम हतार छ मलाई चाँडो पुऱ्याइदिनु भने कति लिनुहुन्छ भने अब मलाई पनि 2-3 किलोमिटर हो त्यो गोपीकृष्णबाट होइन 3 किलोमिटर चाहिँ छ यहाँभित्र होइन अनि त्यही भएर अब मलाई त्यही हिसाबले पठाऊ त्यही होइन बाध्यता मान्छेले भन्छ नि होइन बाध्यतामा जल्दी छ नि होइन फाइदा उठाउँछ त्यो जस्तो हरामी मान्छे कोही पनि हुँदैन भन्दै त्यही भएर मैले 50 रुपियाँ मागेको होइन म तपाईँलाई 100 रुपियाँ नै दिन्छु भन्नुभएको थियो अनि मैले यहाँ ल्याइदिएँ होइन 120 पो दिनुभयो कि अझै मैले भनेको 50 रुपियाँ नै दिनुभएको भए हुन्थ्यो त्यतिमै मलाई खुसी हुन्थ्यो म होइन तैपनि उहाँले आफ्नो खुसीले 120 दिनुभयो होइन ठिक छ यहीँ पुगिसकेको थियो नजिकै होइन अब घर नजिकै पुगिसकेको थियो यसो चिया खाएर आउनुहुन्थ्यो बिहान जाडो छ बिहानैदेखि हिँडेको होइन तर ट्याक्क टिक लागिहाल्यो होइन अनि फेरि यता आउनु परिहाल्यो कि टिक त छोड्नु भएन राम्रो टिक परेछ यस्तो राम्रो होइन जम्मा 1.5 किलोमिटर जानुपर्ने छ यस्तो राम्रो टिक छ होइन छोड्नु त भएन त्यही भएर यतै आइदिएको लेडिज एन्ड ओन्ली आई एम अ जेन्टलम्यान स्वागत छ तपाईँहरूलाई मेरो ब्लगमा म श्री रामशरण अरियाल र आज पनि म अहिले होइन 6 बज्न लागिसक्यो होइन अब हिँड्न लागेको काममा होइन आज पनि जाने हो राइड गर्ने हो होइन अब हेरौँ होइन आज फेरि गोल चेन्ज भएछ कि होइन फेरि याङ्गोले गोल चेन्ज पनि गरेछ बोनस पनि घटाइदिएछ कि होइन अस्ति अब 17 टिप हान्दाखेरि अब 1050 आउँथ्यो अहिले 11 टिप हान्दा 19 टिप हान्दा 1100 मात्र आउँछ क्या भनेपछि होइन 19 टिप हान्दाखेरि 1100 मात्र आउँछ होइन त्योभन्दा बरु 2100 हान्दाखेरि 1350 कति 1340 आउँथ्यो कि होइन धेरै गडबड गरिरहेछ होइन कम गराइदिएछ पैसा होइन हेरौँ आज कस्तो हुन्छ राइड होइन दिन कस्तो हुन्छ है त हेर्दै गर्नु होला ब्लगलाई लास्टसम्म है त लाउन टाइट किन यस्तो गरेको टाइट नि पानी बढे जान्छ भन्यो मलाई त पक्रिन्छ पनि फेरि लाग्छ भने तपाईँ नै हो कहाँ जाने काठमाडौँ के अल्फा बेटा हो हजुर ए बस्नु ल बस्नुहोस् एकदम सँगलाएर बस्नुहोस् बेनेली 302 हो कि 302S हो 302 कति दिन्छ माइलेज यसले 30-35 त दिन्छ होला होइन दिँदैन हजुर सृजनशील मार्क बक्स वसुन्धरा हजुर खोइ देखाउनु त तपाईँको त्यो मेरो क्याप्चरको देखाउनु हो बस्नु हुन्छ तपाईँ हो हजुर मलाई त यता बाटो थाहा छैन पहिलोचोटि आएको ए हस् यतैबाट जान्छु म घुमाउँछु नि
काठमाडौँ हेल्पिङ ह्यान्ड्स कम्युनिटी हस्पिटल होइन? हजुर चाबेल यतैबाट जाउँ। कतैबाट? यता गोलफुटा निस्क्यो। बाटो थाहा छ हजुरलाई? ल मलाई त थाहा छैन बाटो त्यति खासै। हजुर यहीँ अगाडि ढिलो त भएन नि तपाईँलाई? अब भएन। 50 रुपियाँ भनेको मैले तपाईँले 120 रुपियाँ दिनुभयो। हजुर 100 रुपियाँ मात्र दिनुभयो भने त हुन्थ्यो नि। यस्तो बाध्यताको फाइदा उठाउनु हुँदैन भन्छन्। हस् है अब उहाँसँग मोबाइल रहेनछ खासमा होइन, मोबाइल रहेनछ। अनि पठाउ इनड्राइभहरू याङ्गोहरू रहेनछ के, अनि यिनीहरू रहेनछ होइन। अनि त्यसपछि मलाई गाडी आएन, एकदम हतार छ, मलाई चाँडो पुऱ्याइदिनु भने कति लिनुहुन्छ भने। अब मलाई पनि 2-3 किलोमिटर हो त्यो गोपीकृष्णबाट होइन, 3 किलोमिटर चाहिँ छ यहाँभित्र होइन। अनि त्यही भएर अब मलाई त्यही हिसाबले पठाऊ त्यही होइन। बाध्यता मान्छेले भन्छ नि होइन, बाध्यतामा जल्दी छ नि होइन, फाइदा उठाउँछ। त्यो जस्तो हरामी मान्छे कोही पनि हुँदैन उसले। त्यही भएर मैले 50 रुपियाँ मागेको होइन। म तपाईँलाई 100 रुपियाँ नै दिन्छु भन्नुभएको थियो। अनि मैले यहाँ ल्याइदिएँ होइन। 120 पो दिनुभयो कि। अझै मैले भनेको 50 रुपियाँ नै दिनुभएको भए हुन्थ्यो, त्यतिमै मलाई खुसी हुन्थेँ म होइन। तैपनि उहाँले आफ्नो खुसीले 120 दिनुभयो होइन। ठिक छ। यहीँ पुगिसकेको थियो नजिकै होइन। अब घर नजिकै पुगिसकेको थियो। यसो चिया खाएर आउनुहुन्थ्यो। बिहान जान जाडो छ, बिहानैदेखि हिँडेको होइन। तर ट्याक्क टिप लागिहाल्यो होइन। अनि फेरि यता आउनु परिहाल्यो कि। टिप त छोड्नु भएन, राम्रो टिप परेछ यस्तो राम्रो होइन। जम्मा 1.5 किलोमिटर जानुपर्ने छ, यस्तो राम्रो टिप छ होइन। छोड्नु त भएन, त्यही भएर यतै आइदिएको। मसँग नि खुजुरा छ, खुजुरा अघि उहाँ आमाले 70 रुपियाँ बढी दिनुभयो। हजुर होइन, म यहाँ बोलेको हजुरलाई भन होइन। अघि उहाँ आमाले खुसीले 70 रुपियाँ बढी दिनुभएको थियो। कहिले काहीँ आफूले पनि यसो मिलाउनुपर्छ, खुजुरा छैन भने 5-10 रुपियाँ त आफूले पनि छोड्नुपर्छ होइन र। तपाईँ लोकेसनमा छैन भन्नुहुन्छ कि अझै माथि गएर उठाउनुपर्छ क्या तपाईँलाई। अझै एक्सेप्ट गर्नुपर्छ कि मैले। बल्ल लियो।